कतिको रमाइलो भइरहेछ? ठिकै छ, रमाइलो भइरहेछ। आज बिहेको दिन दियोस्, मजा त आइरहेछ नि। आइरहेछ। म सधैँ रमाइलो मान्छे हो। तिमी फुच्चे भयो होइन? हो कहाँ देखादेखि जस्तो लाग्छ? मैले नि तपाईँलाई कहाँ देखाएँ जस्तो लाग्यो। म त आजभोलि हराउँछु आउँछ त्यस्तै हो। फेरि पनि नयाँ नयाँ भ्लग च्यानलमा तपाईँहरूलाई स्वागत छ। आज चाहिँ हामी पार्टी प्यालेसमा जानु लागेको र जानको लागि हामी रेडी भइसकेको छ। यता मेरो बुढी पनि तयार पारेर अब तयार भएर बसिरहेको छ। अब चाहिँ हामी जानु लागेको पार्टी प्यालेसमा चाहिँ अब मेरो भाइ पुकारको बिहे हो, यता नै जाँदैछु। हामी चाहिँ त्यो बाइकमा जानु लाग्यो। अब हाम्रो गाउँको मान्छेहरू चाहिँ यो गाडीमा जानु लागेको छ। गाडी चाहिँ प्याक भइसकेको रहेछ। भाउजू चाहिँ नजाने किन? ल हामी जाने होइन? मेरो बुढी लानु पर्यो। अब गाडीमा ठाउँ छैन रहेछ त। अर्को गाडी हुन्छ रे। त्यसो हामी बाइकमै, हामी पनि गाडीमा जाने हो कि हो? गाडीमै जाने हो। मेरो चाहिँ हिजो चस्मै हराएछ। कहाँ राख्यो चट्टा चस्मा लगाएर गन जानु पाएको भए त ह्यान्डसम देखिन्थ्यो, हिरो देखिन्छ। ओ श्रेयान हेलो गाइज गर्छौँ त ल, भनिदेऊ न। ल भनिदेऊ त। गाडीले धुलो उडायो। ल गाडी चाहिँ गइसक्यो। अब हामी चाहिँ बाइकमा जान्छु भनेर बसिरहेको। खै मेरो बुढी त अब मेरै बाइकमा जान्छ। यस अर्को एउटा गाडी चाहिँ मगाउनै पर्छ अब। ल एउटा गाडी चाहिँ जसरी भए पनि चाहिन्छ, किनभने यत्रो धेरै मान्छे चाहिँ अझै पनि अब जान पाएको छैन। मलाई पनि यसो गाडीतिरै जान पाए त रमाइलो हुन्थ्यो कि जस्तो लागिरहेको थियो। अब के गर्ने, बाइकमै जाने भनिरहेको छ साथीहरू। यो चाहिँ घर ल भस्मे डनको होइन, भस्मे बोसको घर। यसको अवस्था यस्तो छ। पाडेको घर हो कि के हो भाइ? मान्छे त अब धनी नै हो होइन। जग्गा चाहिँ अब 4-5 करोडको जग्गा छ। घर चाहिँ यस्तो छ माटोको। अहिलेसम्म अब घर चाहिँ बनाएको छैन, पछि बनाउँछु भनिरहेछ होइन। हेलो बस्ने डन, घर कहिले बनाउने हो रे? चस्मा त खतरा खैतिर कस्तो देख्यो? दामी देखिरहेको छ कि हामी चाहिँ हिँड्यौँ बाइकमा हिँड्दैछु। अब साथीहरू चाहिँ अब बिस्तारै आउँदै गर्दा बाइकमा जाँदैछु। अब फर्स्ट भिडियो है मेरो चाहिँ पार्टी प्यालेसको भिडियो आउँदैछ। हामी चाहिँ अब पार्टी प्यालेसभित्र आएको छ। नमस्ते, म चाहिँ 1 घन्टा पहिला आइसक्यो। ठिक छ। पार्टी प्यालेसभित्रको दृश्यहरू देखाउँ न। अब कति ब्युटिफुल भएर आएको। पार्टी प्यालेसको अवस्था यस्तो छ। अब मान्छेहरू चाहिँ अहिलेसम्म भिड भएको छैन रहेछ, सबैजना आएको छैन रहेछ। फोटो क्लिकहरू चाहिँ चलिरहेको छ। अब यसो भिडियो खिचौँ न भित्र नै गएर। ल बेहुला बेहुली माथि नै छ। दाइले चाहिँ आज धेरै भिडियो बनायो होला र सबैले चाहिँ हाम्रो दाइको युट्युब च्यानलमा सब्सक्राइब। अब यसो बेहुला बेहुलीको फोटो खिचिदिउँ। भाइहरू त यार के किन बसेको यहाँ?
देउलाको साथी हो ए म ढिला भयो नि काम थियो अलिकति राजा र रानी हो कि हो दाइको जिम्मा हो मेरो जिम्मामा छ यो मैले अब हाम्रो सैन्य पनि हिसाब हुन्छ हैन त्यही हिसाबले दाइले टिपेलिङ गर्नुहुन्छ चक्की लाने कि नहीं किन खाली रहेछ यति बस्दाको हेलो गाइज अलि बढी कति थोरै किनेको लिएको त अलि बढी ल्याउन भाइ अलि ज्यान बनाउनुपर्छ कि बढी बढी खाएर म एकछिनमा खान्छु मासु लिउ मासु चाहिँ अलिक बढी ल्याउ ल मासु लिनुपर्छ मासु खानुपर्छ मासु खाएर ज्यान बनाउनुपर्छ भाइ
ओहो भाइहरू खाना कस्तो छ खाना मिठो छ नि मिठो छ कस्तो छ र इन्साफ फ्यान्टास्टिक मिठो छ किन थोरै लिएको भाइ मासु अटाउनु पर्छ भनेर हो ल ठिक छ भाउजूहरू त अलिक बढी लिनुपर्छ ल ठ्याक्कै लानु किनको त्यो त्यसमा आयो मैले सँगै त त्यहाँ मुला हातै अनि लाने किन सँगै लाइन त कति धेरै नमस्ते अब अहिले हामी अब पछि नै खानु अब अहिले लाइन भइरहेछ अब सबैले चाहिँ भ्याओस् हामी पछि खानु भोक त लाग्यो होला तपाईँहरूलाई छैन अब बिस्तारै खाने हो अब किन अहिले हतार खानु खाना ढिलो भएछ र एकचोटि भनिदिनु मेरो बुढी अब लाइनमा बसेपछि म चाहिँ बस्नु परेन बुढी ल्याउनुको फाइदा है त यो चाहिँ लगाइलाई हेसी त आफूलाई आपको थप ध्यान yang baik sudah. Aku थप ध्यान yang baik. Thap ध्यान yang mula ni kan cekil ni kan. Oro, haram mula pria apa क्या रहे हो यार? एकदम मिठो छ यार. चेकी फर्स्ट छ यार. हजुर मिठो छ. एक बेर नाच्यो भाइ. रो त खतरा लाग्छ यार हिरो. पारङ मिठो छ हैन? एकदम. ल ल. हैन भाइ? मटन पनि टेस्ट छ यार. ह? लेग पिस खाइदिएको. मिठो छ कि छैन? एकदम. 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 ल ल यो भाइलाई? Orang gitu. Udah aja gue यो भाइले के छ मिठो लाग्यो? भाइ खायो कि हैन? फेरि अहिले छेटपटी लायो भने? छेटपटी लायो भने? लाग्दैन. लाग्दैन? अनि तिमीले खायो? खायो मिठो छ कि छैन? छ? ओहो कति खायो? धेरै धेरै? कति धेरै? ल ल ल हाम्रो मेरो भाइ नाच्दैछ है टिकटक बनाउँदैछ यो चाहिँ के अरे जङ्गलमा बाख्रा चराउनु जान्छ बाख्रालाई चाहिँ यसले धपाउन जाने छ पुलाउ खानुभयो छैन ओहो अहिले यतिखेरसम्म खानु भएको छैन छैन किन खानु नभएको त अब खानु न जानु अनि आजको कतिको रमाइलो भइरहेछ तपाईँलाई केटीकै हो होइन रमाइलो छ रमाइलो छ नि ओके रेडी गो क्याम्पमा बारले अब खानासाना खाइयो अब तिमीहरू भर्खर आएको रहेछ अहिले अब पकाउँदैछ एकछिनपछि अब खाना जाउँला होइन मिठो रहेछ एकदमै बेस्ट द बेस्ट ओ भाइ तिमीले खायो हामीले चाहिँ खाएको छैनौ हाम्रो केटाहरू चाहिँ खाएको छैनौ ल के छ आज यो बेमा के कस्तो कतिको रमाइलो हुँदैछ मलाई त रमाइलो नै छ हौ अनुहारहरू त त्यस्तो देख्दैन नि त भाइ होइन म सधैँ रमाइलो मान्छे हो तिमी खुच्चे भाइ होइन हो कहाँ देखादेखि जस्तो लाग्छ है मैले नि तपाईँलाई कहाँ देखाएँ जस्तो लाग्यो म त आजभोलि हराउँछ आउँछ त्यस्तै हो म आजभोलि अर्काहरूको पार्को अरूलाई सोधौँ न है म गन्टु भनेको जन्तु तपाईँ हो दाजु के छ ठिक छ अब आज त होइन पार्टीमा आएको अलिकति के भयो भने जो खानपिनमा चाहिँ अलिकति समस्या देखियो क्या हामीलाई तपाईँलाई के कस्तो लागिरहेछ अहिले समस्या छैन मिलाइसकेको छ सबै
कतिको रमाइलो भइरहेछ ठिकै छ रमाइलो भइरहेछ आज बिहेको दिन जे होस् मजा त आइरहेछ नि आइरहेछ तपाईँ मजा आएको छैन मान्छेहरू यसरी अगाडि हिँडिरहेछ मान्छेहरू नाचिरहेछ कतिको रमाइलो भइरहेछ रमाइलो भइरहेछ ठिकै आज त खतरा ह्यान्डसम देखिरहेछ त यार नै बिहा गऱ्यो होइन कति वर्ष भयो अरे 21 वर्ष अब कति कक्षामा पढिरहेछ अरे म ब्याचलर ब्याचलर हो पढ्नुपर्ने बेलामा अब बिहा गरिसकेछ होइन अब पछि त दुःख पाउला अनि यसरी बिहा गरेर हुन्छ त हुँदो रहेछ कलम समातेर हिँड्नुपर्ने ठाउँमा ब्याग बोकेर हिँड्नुपर्ने ठाउँमा कलम पहिले कतिदेखि समातिसक्यो बिहा पनि धेरै पुगिसक्यो त्यसैले दिएको अब यति नै अब चाँडै नै छोरा चाहिँ जन्मिनुपर्छ ल छोरा एउटा चाहिँ जन्मिनै पर्छ ल कति महिनापछि अब जन्मिन्छ नि 1 वर्षपछि होइन चाँडै नै अब छोरा एउटा चाहिँ बोक्नुपर्छ नि नत्र बिहे गरेको अर्थ किन नत्र भने सिङ्गलै ठिक थियो नि हो बिहेको भोज चाहिँ अब अन्तिम भइसकेको छ मान्छेहरू पनि गरिसक्यो अब यो भिडियो चाहिँ अन्तिममा आइपुगेको छ होइन हामी अब घरमा आइपुगेको छ कस्तो लागिरहेछ अहिले त ठिकै लागेको छ अब सबै काम सकियो आनन्द छ जोस् टेन्सन मुक्त भयो नि होइन खै त अङ्कल कहाँ गयो नि ओहो अङ्कल कसो खाफला यस आजको तपाईँको छोराको बिहे कस्तो लाग्यो नि एकदम राम्रो छ खुसी छ नि होइन एकदम ह्याप्पी यो साथीहरू सबैजनालाई अब बिदा चाहिँ हुन चाहन्छु होइन अब हाम्रो चाहिँ भिडियो अन्तिममा पुगिसकेको छ त्यही भएर चाहिँ अब भिडियो बन्द हुनुभन्दा अगाडि चाहिँ सबैजनाले सब्सक्राइब गरिदिनु होला लाइक गरिदिनु होला होइन कमेन्ट गरिदिनु कस्तो लाग्यो हाम्रो चलन आज मेरो भाइको बिहे थियो होइन तर लास्टै राम्रो तर भिडियो चाँडो त हुन्छ होइन जसको पनि त्यस्तै हो तर कुनै मान्छेले चाहिँ यस्तो नरमाइलो लाग्यो होला त्यस्तो नरमाइलो नठान्दैन होला तर जे भएको छ त्यो लास्टमा जोस आएर मिलेको छ राम्रो भएको छ त्यही त आज नराम्रो भनेको कसैलाई पनि छैन जो सबैलाई खुसी छ बेस्ट अफ लक